7 दिन 7 रात बसेर हजुर ठुली एकादशीको दिन बिहान 4 बजेर 15 मिनट जाँदाखेरि 2061 साल मङ्सिरको हजुर महिनामा उत्पन्न गराएको। हजुरले उत्पन्न गर्नु हजुर, मैले गराएको। बच्चाहरू जन्मिए हैन। हजुर अब यहाँ भाकल लिएर यस ठाउँको चेलीबेटी गएर चाहिँ उहाँहरूले आजा पूजा गर्नुपर्छ भन्ने भनाइहरू बुझियो। हजुर त्यसले गर्दाखेरि अन्त ठाउँ गएर बच्चा पाएको मान्छेहरू पनि त्यो बच्चा लिएर यहाँ देखाएपछि सधैँ भयो। हजुर च्यानुममा चाहिँ धेरै फोहोर मैला भयो। त्यहाँ चाहिँ मुठ मन्दिर तोडियो। हजुर त्यहाँ 7 वटा पोखरी उत्पन्न गरेर उत्रिनु भएको थियो देवी उत्रिँदा। गजुर लगाउनु बाँकी छ। अब अहिलेको आवश्यकता भनेको गजुर चाहिँ नहालिकन नभए गजुर अनि यो प्लस्टर गर्ने भनेर चाहिँ हामीलाई पुग्यो भनेर एउटै व्यक्तिले तपाईँको सुरेश विष्टले यहाँ लगभग उसले धेरै योगदान गरेको देखिन्छ। 65,000 रुपियाँ हाल्यो एउटै व्यक्तिले। ओखलढुङ्गा जिल्ला सुनकोशी गाउँपालिका वार्ड नम्बर 9 त्यार्से स्थित श्री चञ्चलेश्वरी माताको आउनुहोस् सँगै दर्शन गरौँ र यहाँको सबै कुराहरू चाहिँ आदरणीय गुरु हुनुहुन्छ रामकुमार विष्टज्यू, उहाँसँग कुरा हुनेछ। भिडियो लास्टसम्म हेर्नुहोला। यो 2045 सालभन्दा अगाडि खासै केही थिएन। हजुर अनि 2045 सालभन्दा अगाडि यहाँ एउटा बोट बिरुवा नि थिएन। हजुर हजुर 2045 सालमा चाहिँ यहाँ देवी उत्पन्न हुन चाहिँ बास लिन खोज्नु भएको छ। मलाई कम्पा दियो। कम्पा दिएपछि यहाँ पानी थिएन। हजुर मेन प्रथम यहाँ सत भनेको त्यहाँ पानी छ भनेर भने पानी निस्कियो। हजुर पानी निस्केपछि 2045 सालदेखि कम्पा दिएपछि 2061 सालमा मैले यो यहाँ चञ्चला देवी उत्पन्न गराएँ 2061 सालमा है। हजुर। अनि त यहाँ च्यानमबाट आका भनेर खासमा च्यानमबाट आका भनिन्छ नि, के हो? सत चाहिँ यता छन् कि उता छन्? यो चाहिँ पहिला बसोबासो गरेका च्यानुम हुन्। हजुर च्यानुममा चाहिँ धेरै फोहोर मैला भयो। त्यहाँ चाहिँ मुठ मन्दिर तोडियो। हजुर त्यहाँ 7 वटा पोखरी उत्पन्न गरेर उत्रिनु भएको थियो देवी उत्रिँदा। हजुर अब त्यहाँ उत्रेको चाहिँ अब हामी पनि बचपन नै थियो, हामी थाहा पाउँदैनौँ। हाम्रै वंशले उतारेको भनेर भन्छन् हाम्रा आङमा बग्दाखेरि विष्ट परिवार। हजुर भक्तजनहरू चाहिँ यहाँ आउँदाखेरि भनेको अब यहाँ आउँदा चाहिँ कतिपय हामीलाई राम्रो भयो। यहाँ यो मन्दिरमा हामीले आएर केही भावना गऱ्यौँ भनेर चाहिँ हामीलाई पुग्यो भनेर एउटै व्यक्तिले तपाईँको सुरेश विष्टले यहाँ लगभग उसले धेरै योगदान गरेको देखिन्छ। 65,000 रुपियाँ हाल्यो एउटै व्यक्तिले। हजुर। जुन दिन म चाहिँ 1000 कमाएँ भने 500 लिएर 200 मेरो क्षमता अनुसार छुट्याएर राख्न लागे। हजुर त्यो दिनदेखि मलाई भरिपूर्ण नै छ, राम्रो छ भनेर भन्छ। अनि यहाँ काठमाडौँदेखिको माताहरू पनि आउनुभयो यहाँ दर्शन गर्नलाई। दर्शन गर्न। विशेष चाहिँ त यहाँ कुन बेलामा मेला लाग्छ? यहाँ चाहिँ ठुली एकादशीमा। ठुली एकादशीमा चाहिँ यहाँ भक्तजनहरू, यहाँ स्थानीय भक्तजन र बाह्य पर्यटकहरू पनि आउनुहुन्छ। धेरै टाढा टाढादेखि आउनुहुन्छ भनेर सुनेर यो चाहिँ ककानीमा उत्पन्न हुने श्री चम्पा देवी माइली बहिनी। हजुर हजुर यो चाहिँ ठुली बहिनी। हजुर अनि यहाँ नआइकन यहाँ दर्शन नगरिकन ककानी नजानु भन्छन्। यहाँ धेरै भक्तजन आउँछन्। स्थानीय सरकारले पैदा गरेको थिएन, अहिले चाहिँ तपाईँको यो मन्दिर बनाउनको लागि दिनुभयो। हजुर यो प्रतीक्षालय हामी यहीँको बासिन्दाले खटेर बनायौँ। हजुर अब चन्दा पनि कसैले दिनेले आफ्नो योग्यता अनुसार दिए। हजुर अनि वडाले हाल्यो, हजुर पालिकाले हाल्यो। यो बाटो थिएन, बाटो खन्यौँ। पोखरी थिएन, यो पोखरी खन्यौँ। हजुर अब डिपिआरमा परेको छ। हजुर। तर डिपिआरमा परेर 1 सालको पैसा आयो। हजुर दोस्रो साल चाहिँ के भयो, छुट्यो। कका हाम्रो डिपिआरमा चाहिँ 3 छाँगे झर्ना यो चञ्चला देवी। हजुर तर 3 छाँगे झर्नामा नि काम भइरहेको छ, राम्रो व्यवस्था भएको छ। जे भए पनि स्थानीय सरकारले हेरिरहेको छ। हेरिरहेको छ यस ठाउँलाई। वरिपरिको समुदायहरूले यहाँ धेरै कष्ट गर्नु भएको छ। हजुर
कहाँ कहाँदेखि ढुङ्गा बोकेर ल्याएर त्यस्तो वाल लाउनु भएको छ, फुल रोपेर त्यस्तो हरियाली बनाउनु भएको छ। गेटहरू अब यो चाहिँ स्थानीय सरकारले योजना दिएर बनाएको हो हामीले। हजुर हजुर मन्दिर पनि स्थानीय सरकारले हामीले यहीँको स्थानीयवासीले बनाएको थियो। हजुर त्यो चाहिँ भुइँचालोले लडाइदियो अनि भुइँचालोले लडाएपछि यहाँ पानी सुक्यो। हजुर अब पानी सुकेपछि अहिले पनि हेर्नुहोस् त्यहाँ भिडियोमा त्यस्तो पानी छ होइन। हजुर हजुर यो पानी नहुने ठाउँ अनि 7 हात मुनि छ हजुर भनेर भन्यो। हजुर अनि खनेर हेर्दा 7 हात मुनि मुठभन्दा तलतिर हेर्नुहोस् पानी रहेछ। अनि हामीले देवी चाहिँ 7 दिन 7 रात बसेर हजुर ठुली एकादशीको दिन बिहान 4 बजेर 15 मिनट जाँदाखेरि 2061 साल मङ्सिरको हजुर महिनामा उत्पन्न गराएको। हजुरले उत्पन्न गराउनु हजुर मैले गराएको। ए भनेपछि यहाँ जति पनि भक्तजनहरू आउनुहुन्छ खास विशेष जहिले आएर जे गर्दा पनि जुन महिनामा आएर दर्शन गर्दा पनि भयो। तर विशेष दिन भनेको चाहिँ विशेष महिना भनेर चाहिँ कार्तिक मङ्सिरलाई चिनिँदो रहेछ। हजुर कार्तिक मङ्सिरलाई कार्तिक मङ्सिरमा चाहिँ मेला लाग्ने आफूले सोली डोली ल्याउने त्यस्तै हुँदो रहेछ। सोली डोली बाजा गाजा अनि धामी झाँक्री आउने अनि तपाईँको अब यहाँ त्यतिखेर चाहिँ भिडमै हुन्छ है। त्यतिखेर चाहिँ तपाईँको एकदम यहाँ थाहा पाउने भक्तजनहरू यहाँ नआइकन हामी श्री चम्पाश्वरी देवीको दर्शन गर्न जानुहुन्न। अनि अब यहाँ हामीले यो मन्दिर बनायौँ, माथिको लागि गजुर सजुर राख्न हामीसँग रकम छैन। गजुर राख्न हजुर अहिलेको आवश्यकता के छ एकपल्ट? अहिलेको आवश्यकता चाहिँ हामीलाई यो बाटो चाहिँ अलिकति सदुपयोग ढङ्गले हजुर तपाईँको ढलन गरेर हामीले बनाउनु चाहिँ अब सिडी हालेर चाहिँ बनायौँ। हजुर हजुर यसलाई केही एउटा योजना अलिक कहीँबाट पारिदिएदेखि अलिकति रकम हालिदिएदेखि हामी यो ढलन गर्नु पाएर छेउमा रेलिङ हाल्नु पाए चाहिँ हाम्रो यो भूभाल त्यार्सेको धेरै राम्रो हुन्थ्यो भन्ने हामीलाई अवधारणा छ। यहाँको स्थानीय बासिन्दाहरूले धेरै सहयोग गर्नुभएको छ यहाँ। हजुर यहाँ धेरै गरेको छ, धेरै एउटैबाट 65-70 हजार प्रतिनिधिज्यूहरूले पनि। हजुर तर यो ठाउँलाई गर्नुपर्छ, यो एकदम बिच गाउँको भूभाल तर यहाँ सत पनि छ भनेर उहाँहरू पनि लागि पर्नु भएको छ। यहाँ जे सत छ यहाँ सबैलाई हाके तासेको कुरा हुने म आउँदा पनि मन शान्त खुल्ला शान्त एकदम आनन्दको हेर्नुहोस् यस्तो एउटा बिरुवा पनि थिएन, एउटा केही पनि थिएन। अहिले पुरै जङ्गल भएको। अहिले पुरै जङ्गल ल हेर्नुहोस् 45 सालदेखिको यस्तो भएको छ यो भूभाल। ल कोही यो भिडियो हेर्नुहुन्छ भने सम्पूर्णलाई अब उहाँले अहिलेको आवश्यकता भनिहाल्नुभयो। एउटा गजुर राख्ने सोच रहेछ होइन। स्थानीय सरकार अथवा केन्द्रीय सरकारसम्म पनि यो भिडियोहरू चाहिँ पुर्याउनु होला, सेयर गर्नु होला सबैले। यही भन्दै हस् त दाइ, छोटो मिठो कुरा गरियो। त्यहाँबाट घर लिएर अहिले पारिपट्टि गएर बनाएको। अहिले उहाँ गएर मैले बनाएको ठाउँमा अहिलेसम्म राम्रै छ, लाभै छ होइन। के लाउँ भएको छैन। भक्तजनहरू आउनुहुन्छ नि जति आउनुहुन्छ उहाँहरूको चाहिँ विशेष आस्था र यहाँ चाहिँ एउटा भाकल गरेपछि पुग्ने चाहिँ के छ त आकांक्षा? उहाँहरूले अब यसमा धेरै कुराहरू छन् मैले जाने बुझेको। अब जस्तै बच्चाहरू जन्मिए होइन, अब यहाँ भाकल लिएर यस ठाउँको चेलीबेटी गएर चाहिँ उहाँहरूले आजा पूजा गर्नुपर्छ भन्ने भनाइहरू बुझियो। त्यसले गर्दाखेरि अन्त ठाउँ गएर बच्चा पाएको मान्छेहरू पनि त्यो बच्चा लिएर यहाँ देखाएपछि सधैँ भएको छ। अहिले तरुनी भएको छ नि। अनि उहाँको मान्यतामा आउँदाखेरि उहाँले यो पूजा गर्ने कुरोहरू लिएर आजा पूजा गर्दाखेरि सधैँ पनि भएको छ। उहाँ शक्तिशाली हुनुहुन्छ। हजुर अनि हामीले मागजाङ जे जस्तो भए पनि ऋणै भए पनि अर्कासँग ऊ गरेर ल्याए पनि हात थापेर ल्याए पनि चलाए पनि हाम्रो अहिलेसम्म यसमा पुरा गर्न सकिएको छैन। अब हामीलाई यो घेरोबार गर्न अब बिच बारीमा छ नि त। अहिलेसम्म मलाई ठिकै छ, ठिकै लागिरहेछ। उहाँले कति चाहिन्छ उहाँलाई कटाएर दिइ पनि रहेको छु। उहाँ झाँक्रीले कटाएर यो गर्नु पनि भएको छ भने अब यहाँ देखेको कुरो जरुरी के छ भने हाम्रो यो गजुर लगाउनु बाँकी छ।